अन्त कहाँ हेर्नु अनि थप किन लजा यहाँ थप्दिनु अलिकति हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल ज्याकिस्टन अब हामी चाहिँ यो कुन ठाउँ हो यो नामै लेखेर नि त अब के ठाउँ भन्छ जो हामी अन द वे टु सिस्नेरी छौँ होइन अब हामी ठ्याक्क गाडी रोकेर दुईवटा बाइकमा आएको छौँ होइन एउटा ड्युक छ अर्को बेनिल छ अब हामी खाना खान लागेको सो अब हामी सिस्नेरी पुगेपछि पुरै भ्लग देखाउँछ वी विल बी ब्याक सुन सो स्टे अप स्टे ट्युन लाइक सब्सक्राइब एन्ड डु प्लिज डु कमेन्ट सब्सक्राइब भएन लाइक कमेन्ट सब्सक्राइब होइन पुगेन यति बोले ए भइगयो नि होइन यति भएपछि त के चाहिएन यस्तो बोल्दै तैँले यहीँ ल्याउने हेर त खाएको अरू ठुलो गाँस दिनु भन्नु न ल भन्ने हो मासु पुर्याएर मासु यो ठाउँको नाम होटल नाम के हो एएमआर यो ठाउँको नाम एएमआर सिस्नेरी आउँदा भिजिट गर्दा यहाँको भात एकदम मिठो छ गफ हान्दैन के गर्ने अब यो यसले हँसाएको यो कहाँ त्यो त उयोले ए दाइ यसलाई पनि उयो यहाँ यहाँ थप्दिनु अलिकति चोप्टा खै त झोल मात्रै छ त दाइ उहाँ हेलो यहाँ अलिकति थप रिसा खुर्सानी मैले हालेन नि भाइ यसले काम साम मरायो भने रिसमा हो कि भने छैन अलि हाल्न के अरे भाइ ग्रेभी उहाँ खाना हालिदिनु न थप्दिनु भन्दा यसले त पुरै घोप्टाइदिनु ल खनाइदिनु रे सबै अनि थप किन लजा अब मोटाइसक्यो त्यो पानीको भन्दा वेट धेरै हुन्छ डुब्दैन ल अलि हाल्न ग्रेभी हाल्न के गरेको है हजुर अलि झ्याममा हाल्नु तपाईँ मसँग हिँड्नु भाइरल हुन्छ हो तपाईँ म होइन त हुने हो भाइ सब्सक्राइबर कसको आउँछ हो त्यही त ल अनि मिठो छ त हाल्नु सबै के अरे सबै धेरै हुन्छ भने हुँदैन हो कहाँ सिस्नेरीको त्यो के अरे सिस्नेरीको खोलामा एउटा मान्छे पौडी खेले जस्तो बनाउने हजुर हजुर अँ पुग्यो मलाई त थपिसक्यो अब ए अब यो ह्याट्रिक भयो हजुर अब लास्ट एक ताल पुग्यो हजुर त्यहाँ प्याक गर्नु मन पर्ने हजुर हो खोइ भात ल्याउँ भात होइन भने भात कहाँ होइन डु नट फर्गेट टु सब्सक्राइब कमेन्ट डाउन लाइक प्लिज सेयर द भिडियो होप यु गाइज इन्जोय अल भात चाहिँ म जसरी खानुपर्छ भन्नु अनि भात चाहिँ यसरी है सानो भयो कि हजुर आलु खाएर आलु पुग्यो घाँस कसरी खानु मुस्किल हुन्छ ल है गाई सिक्नु पर्यो अब यहाँ त्यो अरेबियनहरूले खान्छ नि सब ममै फोकस छ फेरि ल है कृपया भात खाना भए चाहिँ स्वाद लिएर खानुपर्छ यहाँको कुरा चाहिँ एकदम दामी रहेछ
हजुर मलाई पुग्यो आलु त के मुठीभरि बोकेर ल्याएर अब होइन भात खाने टेक्निक हुने चाहिँ कस्तो भने गाई होइन ट्याक्क मुस्ने यसरी चुलो बनाउने डाँडा यसरी डाँडा बनाउने होइन पहाड बनायो अब यो डाँडामाथि टुप्पो नि चाहियो दाइ भात खाने यसरी होइन अनि यसरी सल्याक्क घाँस लिने त्यो त सानो भयो त्यो निस्किरहेको के हो भात अनि यसरी राख्यो होइन ढड्याक्क घाँस यसरी लिने अनि यसले त सब थप लाग्यो लागेन कसरी एकदम लभली स्वाद आइरहेछ मिठो 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 एकदम यो करेला चाहिँ खानु हुँदैन मासु देख्दा देख्दा करेला सरेला भन्दा चाहिँ हट यसरी है खानु हुँदैन यो करेला सरेला टिकटकमा हाल्नुपर्छ सुरुमा तब यो हाल्नु राति ढुङ्गा हान्न यो नि हाल्नुपर्छ यो त हाल्नु पऱ्यो अहिले नि छोड्नु नि के छ शब्द हाल्नुपर्छ यसमा अनि यहाँ ठाउँमा भने त्यो होइन तर मिर्छ है गाइस त्यो जिस्पिँदै हजुर अब एकचोटि थप्छ अरे तब खानु कन्टिन्यू गर्नु नि त खा यसरी घाँस लिनु चाहिँ ढ्याक्क यसरी यसरी मिठो नि हुन्छ नि त हातको स्वाद आउँछ उयो उयो पकाउने कहाँ पुग्छ मलाई भोक लागिसक्यो फेरि त्यही भने है 3 ताल त भयो थपे बल्ल मटन रे यसरी भात चाहिँ किन खानु भने पैसाले अनुसार पैसा उठाउनुपर्छ है भातको पैसा बसेको पैसा बस्छु के भएर मैले घाटा गराइदिएँ नि त दाइले उठाइरह म उठाइदिनु भाइको सटन थप्नु पऱ्यो अब एकचोटि होइन यो त तेरो थपाइ भयो अब नथप्ने अब एकचोटि थप्यो भने त टोइलेट सिस्नेर चाहिँ होइन टोइलेट चाहिँ फुल्छ सिस्नेरीमा पौडी खेली सब गइहाल्छ नि के त्यहाँ हो अहिले सोर्नु मजाले हजुर म त लास्टै फुल भयो चाहिँ होइन अहिले त्यो भएन सानो घाँस हुँदैन डेन्जर यो त लास्टै नै फुल त्यो भयो सानो घाँस हुन्न के अहिले झ्याम्म लिनु अब गाई के गर्नुपर्छ भने भात बढी भएको चाहिँ यसरी गोजीमा हालेर अहिले सिस्नेर गरेर खानुपर्छ सिस्नेरीमा पार्किङको लागि यहाँ केटाहरूले दुःख गर्दैछ है यहाँ गाइज पुरा होइन स्कुटरै बोकेर लगेर कसको स्कुटर गायब ल फाइनली केटा हो हामी चाहिँ सिस्नेरीमा आइपुग्यौँ तर आइपुगे गाइज होइन तर मान्छे वाइल्ड छ है शनिबार नआउनु है कहिले नि प्लिज इफ यु वान हेभ अ गुड टाइम प्लिज डोन्ट कम अन स्याटरडे दिन्छ है दिन्छ दिएको हो क्या अझै दिउँ दिउँ ल होइन गाइस फाइनली हामी सिस्नेरीमा आइपुग्यो होइन यो जर्नी पहिलाभन्दा बाटो धेरै राम्रो रहेछ होइन तपाईँहरू फर्पिङबाट आउनु स्ट्रेट होइन दक्षिण कालीबाट स्ट्रेट आउनु बाटो पिच चाहिँ एकदम राम्रो छ तर प्लिज डोन्ट कम अन स्याटरडे
if you want to have peace and have really good time, please don't come on Saturday. And have a good time, enjoy like, and फेरि back हुन्छ. ल अब हामी चाहिँ अलि माथितिर जान लाग्छौँ होइन. यहाँ चाहिँ अब यस्तो धेरै प्याक छ नि त, त्यो कारणले गर्दा हामी चाहिँ उता माथिपट्टि मतलब तलपट्टि नि रहेछ होइन. यहाँ चाहिँ यस्तो छ कि पुरै प्याक छ होइन. लम्मा तल होला नि त गहिरो उता भित्र टाइप लम्मा त नखेल्ने जम्प मार लु. यस्तो झेली गरे यसले 1 नम्बरको चण्डाल यो. हेरौँ चण्डाल 1 नम्बरको. हेर त हाँसेको हेर्थे. ओए चले देखिएन मलाई अलि उहाँ छेउमा के. मासु किन जान्छ हामी चप्पल चाहिँ गजबको रहेछ. पानीमा नडुब्ने होइन हामी दुईजना, 3 जना हो. चप्पल चाहिँ भएन क्या. चप्पलहरूमा चप्पल लगाइ चप्पलहरूमै अब हिँड्दै ठुमक गर्दै आउँछ रे लगाएर चप्पल. अन्त कहाँ हेर्नु ऊ कुलेखानी ड्याम जान लाग्छौँ होइन. सो अब मलाई चाहिँ यहाँको भ्यू एकदम दामी लाग्यो क्या. सो लेट्स गो फर द ड्रोन सट है त गाइस. इन 3, 2, 1 गो. ऐसा कोई साथी हो, ऐसा कोई प्रेमी हो, प्यास दिल की बुझा जाए. नीले नीले अंबर पर चांद जब आए, प्यार बरसाए, हमको तरसाए. ऊंचे ऊंचे पर्वत जब चूमते हैं अंबर को, प्यासा प्यासा अंबर जब चूमता है सागर को. ऊंचे ऊंचे पर्वत जब चूमते हैं अंबर को, प्यासा प्यासा अंबर जब चूमता है सागर को. हेलो, वेलकम ब्याक टु आवर च्यानल. अहिले हामी यहाँ भेडा फार्मतिर छ होइन. सो अब यसो रमाइलो फ्यामिली पिकनिक जस्तो होइन. लाग्यो होइन. बेर खाएर ड्राइभ नगर्नु होला, सेफ राइड घर सेफली पुग्नु होला, इन्जोय होइन. जताभाइ फोहोर नगरिदिनु होला. आउनु ठाउँ राम्रो छ, रमाइलो छ एकदम. सिस्नेरी आउँदा एकैचोटि घुम्न आउनु. कुलेखानी फिस कुलेखानीबाट ट्राई गर्नु. द फिस इज ड्याम गुड.
सुहाउनु रमाइलो गर्नु। हामी छिटै चाँडै भेट्छौँ। हामी चाहिँ अब निस्किन लाग्यौँ भेडा फार्मबाट। होप यु गाइज इन्जोयड अ लट। अब यहाँ भइसकेको छ, निस्किन्छौँ। नीले नीले अंबर पर चांद जब आए